नमस्कार सम्पूर्ण उपस्थित अभिभावकहरू, यस विद्यालयलाई माया गरेर पाल्नुभएका हाम्रा शुभचिन्तकहरू, यसै विद्यालयका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष प्रमिला कार्की ढकालज्यू, विद्यालयको व्यवस्थापन समिति डिरेक्टर भावना कार्की एन्ड सरिता सुब्बा म्याम, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार मुरारी प्रसाद अधिकारी, जसको प्राङ्गणबाटै हामी हाम्रो विद्यालय र हाम्रो सपनालाई साकार पार्ने एउटा ठाउँ यो पवित्र स्थलबाट म बोल्दैछु। उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। विद्यालय व्यवस्थापन समितिकै हाम्रो रबा म्याम हुनुहुन्छ हामीसँग र विद्यालय व्यवस्थापन समितिका सल्लाहकार शङ्कर प्रसाद अधिकारीज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। यो माथिको जमिन पनि उहाँले हामीलाई अहिले यो हाम्रो कर्मभूमिको लागि दिइराखेको छ। सो थ्याङ्क यू सो मच। यसरी नै सबैबाट माया स्नेह पाइरहनेछौँ भन्ने आशा छ। र साथै आफ्नो अमूल्य समय यो शनिबार बिहान कतिवटा कार्यक्रमहरू थिए होला, बिहान अफिस हुने अभिभावकहरूको त 9 बजेसम्म यसो बेडमै बसेर च्यातेतै खाउँ कि भन्ने इच्छा पनि थियो होला, तर त्यो सबै कुरालाई हजुरहरूले थाती राखेर हाम्रो यो निमन्त्रणालाई स्वीकारेर आइदिएको छ। त्यसको लागि थ्याङ्क यू सो मच। र थ्याङ्क यू भन्ने क्रममा हजुरहरूले गर्नुभएको माया स्नेह, त्यसको लागि त म एभ्री डे थ्रु आउट द इयर आई एम भेरी थ्याङ्कफुल एन्ड आई appreciate the love and support that you have been bestowing on us throughout the year. So a while ago we have already spoken about the academic plan of the school that we are going to implement from 2082. We are highly ambitious. We are really ambitious, and I would like to say that this is a mini version of the best school of Nepal. नेपालको बेस्ट स्कुलहरूमा हामीले गन्ने नामहरू भनेको युलेन्स स्कुल, रातो बङ्गला स्कुल हो नि, होइन? सो आई हेभ अलरेडी बिन भिजिटेड एन्ड वर्कड विथ द people, leaders of those schools, and I'm pretty much sure and confident that we are the mini version of those best school. Mini पनि किनभने सेवामा मिनी होइन, सेवामा चाहिँ we are kind of similar, तर अब हाम्रो संरचनामा मिनी होला, हाम्रो टिममा हामी सानो छौँ होला, बट अभियसली हाम्रो लक्ष्य चाहिँ उहाँहरूको जस्तै नै एकदमै ठुलो लक्ष्य हाम्रो टिमकै, नट जस्ट मी, हाम्रो टिमकै, हाम्रो डिरेक्टर म्यामहरू, हामी सबैजना चाहिँ एउटा ठुलो लक्ष्य लिएर, हाम्रो ठुलो लक्ष्य भनेको फेरि केही पनि होइन, धन सम्पत्ति थुपार्ने ठुलो लक्ष्य पनि होइन। हाम्रो ठुलो लक्ष्य भनेको चाहिँ हामीले उत्पादन गरेका विद्यार्थीहरूले चाहिँ समाजमा काहीँ न काहीँ कुनै न कुनै किसिमको योगदान दिइरहेको सुन्न पाऊँ कालान्तरमा भन्ने यति नै हो हाम्रो ठुलो लक्ष्य। सो यो ठुलो लक्ष्यलाई चाहिँ हामीले ताते बामे गरेर हामी अघि सर्दैछौँ। यो तेस्रो वर्षमा छौँ र यो तेस्रो वर्षमा हजुरले याद गर्नु नै भयो होला, पहिलो वर्षमा हामी कसरी सुरु गऱ्यौँ, दोस्रोमा त्यसलाई कसरी परिमार्जन गऱ्यौँ, र अब तेस्रो वर्षमा पक्कै पनि त्यसमा हामी एकदमै धुमधडाका होइन, हामी भित्रैबाट त्यो चाहिँ लङ लास्टिङ हुने खालका परिवर्तनहरू, सिकाइका प्रक्रियाहरूलाई हामीले भित्राउँदैछौँ। र अघि नै माथि एक चरणको सल्लाह भइसकेको भएर अबको 2082 मा I remember 2081 when we conducted the Parents' Day, I promised that every child who has been enrolled in our school will be confident at the end of the day. र आज त्यो उहाँहरूको कन्फिडेन्स हजुरले स्टेजमा देख्नु नै हुनेछ। That was the only हाम्रो लक्ष्य चाहिँ के थियो कि प्री स्कुलका नानी बाबुहरूलाई चाहिँ कन्फिडेन्ट बनाउनै पर्छ, उहाँहरूलाई कन्फिडेन्ट बनाउनु छ भन्ने एउटा सानो लक्ष्य, र त्यो सानो लक्ष्यलाई धेरै क्रियाकलापहरू गऱ्यौँ। एन्ड आई एम भेरी प्राउड टु से द्याट वी हेभ अचिभड द्याट एम्बिसन, है? सो लेट्स क्ल्याप फर द्याट। थ्याङ्क यू। र आउँदो वर्षको अब लक्ष्य दुईवटा छ। दुईवटा लक्ष्यमा एउटा भनेको डिजिटलाइज क्लासेस। हामीले अब प्री स्कुलबाट हाम्रो नानीहरू एलिमेन्ट्री लेभलमा जाँदै हुनुहुन्छ। सो अभियसली वी आर थिङ्किङ टु ब्रिङ इन द 21st century technology in our classroom. So that will be there. And let me introduce our STEM expert, Mr. Rupesh Lahal, who is right here. He has been teaching physics in different colleges, including Uniglow. So while he is already here.